हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई। आज चाहिँ म लङ टाइम पछि फेरि अर्को भिडियोलाई लिएर आएको छु। म चाहिँ आज के कुरा गर्छु भन्दै गर्दा जित्नु भन्दा ठुलो कुरा चाहिँ हिम्मत नहार्नु हो के। हाम्रो जीवनमा कहिले हार हुन्छ कहिले जित हुन्छ हैन। कहिले मान्छेहरू जितेर जान्छन् कहिले मान्छेहरू सिकेर जान्छन्। तर परिस्थिति अनुसार कठिनाइहरू आउन थाल्छ के। जब परिस्थिति अनुसार कठिनाइहरू आउन थाल्छ तब हरेक कुरा असम्भव देख्छन् मान्छेले। असम्भव छ यो सम्भव छैन यो गर्न सकिँदैन भन्छन् के। जुन मान्छेले चाहिँ असम्भवलाई सम्भव गरेर देखाउँछ नि त्यो नै हो के सफलता। परिवर्तन गर्छ नि त्यो नै हो सफलता। जुन मान्छेले बारम्बार प्रयास गरेर एउटै कुरालाई पुरा गर्छ नि प्राप्त गर्छ नि त्यो हो सफलता के। सफलता हुने व्यक्ति नि कहिले हिम्मत हार्दैन कहिले पछाडि हट्दैन। जुन मान्छेसँग हिम्मत छ नि त्यसले त्यो आफ्नो गरिरहेको कामलाई निरन्तर गर्छ। उसलाई जेसुकै होस् उसलाई गर्नु छ त्यो काम उसले गरेरै सक्छ के। सम्भव छ। मान्छेले 24 घण्टाभित्रै कतिवटा केही परिवर्तन गरिसक्यो भने सबैसँग समय उस्तै हो के। मात्र हिम्मत हो। जो मान्छेसँग दम छ त्यसले गर्छ एक दिन। जो मान्छेसँग दम छैन त्यो एक दिन लड्छ के। सफलताको चुचुरोमा पुर्याउने एउटै मात्र हो त्यो हिम्मत। हिम्मत कहिले हार्नु हुँदैन। हिम्मत भन्ने चिज नि तपाईँ हामीमा छ भने विश्व पल्टाउन सक्छ के मान्छेले। एउटा मान्छेले जुन मान्छेसँग दम छ हिम्मत छ त्यो मान्छे अभियसली एक दिन परिवर्तन गर्छ के। जुन मान्छेसँग हिम्मत छैन ऊ फेलियर भएर जान्छ। तर जो मान्छेसँग हिम्मत छ नि ऊ सक्सेसको रेसमा पुग्छ के। त्यही भएर तपाईँले गरिरहेको कामलाई निरन्तर गर्नुहोस्। एकचोटि भएन दुईचोटि भएन तीनचोटि भएन 4 चोटि गर्नुहोस् के। त्यो कामलाई गरिरहनुहोस् निरन्तर प्रयास गर्नुहोस् हिम्मत गर्नुहोस्। तपाईँको प्रयास निरन्तर त तपाईँले केही सिक्ने मौका दिन्छ के। तपाईँ एक दिन सक्सेस हुन्छ। तपाईँको कामलाई माया गर्नुहोस् तपाईँले गरिरहेको कामलाई निरन्तर गर्नुहोस् अभियसली एक दिन सक्सेस हुनुहुन्छ। जो मान्छेसँग जितको मात्र आश छ नि हिम्मत छैन भने त्यो मान्छे एक दिन फेलियर भएर जान्छ के। सो त्यही भएर जित्नु भन्दा चाहिँ ठुलो कुरो चाहिँ हिम्मत नहार्नु है। यो कहिल्यै नभुल्नु लाइफमा।